बाटोमा बस्ने भात खाने कहाँ बाटोमा बसेर भात खान्छ सर? मोमोसम्म के ल्याएर खाजा खाने हो बरु मोमो चाउमिन चाहिँ खानु मिल्छ है। अनि अल्छी लाग्यो भने चाहिँ के गर्ने सर? अल्छी लाग्यो भने जाने। अब गफ धेरै भयो, हजुरलाई पनि अलि बोरिङ लाग्यो होला। अब एकचोटि मिठो डान्स गरिदिनु त सर। हाम्रो पालामा बसाउने साबुन थिएन, मै झिल्के भएको डल्ले साबुनले। उहाँलाई त्यसै वैज्ञानिक भनेको होइन के? म वैज्ञानिक होइन। वैज्ञानिक होइन? ए त्यसो भए तपाईँ विद्वान हो? विद्वान पनि होइन। विद्वान पनि होइन रे? म र गल्लीको कुकुरमा फरक छैन। होइन होइन सर, त्यस्तो होइन। तपाईँहरूलाई राजेश दाइको झझल्को आएन? झझल्को आएन? यो मेरो आविष्कार केन्द्र होइन। हँ? कसको हो त? यदि म मूर्ख नभएको भए म अहिलेसम्म केही पनि गर्न सक्ने थिएन। म पनि त मूर्खै हो नि, खै अहिलेसम्म केही गर्न सकेको छैन त। ओहो, अनि सर तपाईँ त ठोक्छु पनि भन्नु हुँदो रहेछ त। सर हाम्रो जेनजी पुस्तालाई चाहिँ हजुरले कसरी सम्बोधन गर्नुहुन्छ? म पनि जेनजी पुस्ता नै हो, भन्दा 2 वर्ष बढी हो। सो अल राइट गाइज, तपाईँलाई स्वागत छ फेरि पनि मेरो अर्को भिडियोमा। वेलकम वेलकम एन्ड वेलकम। र आज चाहिँ म हाम्रो आदरणीय महावीर पुन सरको थग लाइफ एन्ड फनी मोमेन्ट्सलाई लिएर आएको छु गाइज। आज म सरलाई इन्टरभ्यू लिनेवाला छु। तपाईँहरू भिडियो हेरेर इन्जोय गरिदिनु होला, साथ सपोर्ट गर्नु होला भन्दै ढिला नगरी आउनुहोस् गाइज, हाम्रो आदरणीय महावीर पुन सरलाई जोरदार ताली बजाएर स्वागत गरौँ। सर हजुरलाई धेरै धेरै स्वागत छ। धन्यवाद छ। अनि सर हाम्रा देशका युवाहरूलाई तपाईँ जस्तो अग्रज, तपाईँ जस्तो महान र ट्यालेन्टेड पर्सनले त केही सन्देश दिनु पर्ने सर। तपाईँ के सन्देश दिन चाहनुहुन्छ हाम्रा देशका युवाहरूलाई? त्यसै गर भन्ने सन्देश दिन्छु म। हेत्तेरिका सर, यस्तो पनि सन्देश हुन्छ भने? जेसुकै गर भनेर सुतिरह भनेको होइन क्या। ए त्यस्तो भयो सर। अनि त्यसो भन्नु न त, सुतिराख्ने होइन, काम गर्ने, मेहनत गर्ने, कोसिस गर्ने, अध्ययन गर्ने, अनि फिल्म उत्रिने होइन त? ए सर म त बसेँ त, उठौँ कि बसौँ? होइन, बस्नु मन लाग्छ भने बस्नुहोस्, मैले जबरजस्ती बस्ने कुरा त होइन। ए हुन्छ हुन्छ सर, त्यसो भए बसेर कुरा गरौँ है त। अब त हजुर मन्त्री भइसक्नु भयो, यो देशको शिक्षा मन्त्री। अब हजुरले यो शिक्षा क्षेत्रमा चाहिँ के गर्नुहुन्छ त सर? अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। म जस्तो म शिवजी अथवा म भगवान भइदिएको भएदेखि मैले चाहिँ होइन त्रिनेत्र लगाएर म यसो गर्छु भन्ने थिएँ। त्रिनेत्र लाउनु पर्दैन सर। अब तपाईँ गुड पर्सन हुनुहुन्छ, तपाईँले राम्रै काम गर्नुहुन्छ भन्ने आशा छ। आश गरेर हुँदैन, नेपालीहरू धेरै आश गर्छ क्या। हजुर, आफूले चाहिँ काम गर्दैन, आफूले काम गर्दैन, आश मात्र धेरै गर्छन्। काम गर्ने मान्छे र राम्रो मान्छे माथि त नि आश लाग्ने भनेको होइन त हजुर? तर सर मैले नबुझेको कुरा, तपाईँ त किताब बेच्ने अभियानमा हुनुहुन्थ्यो, मन्त्री कसरी हुनुभयो? अपरझट यहाँ आएर मन्त्री भइएको छ। अब यो त अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि कुरा त्यस्तो भयो भनेपछि किताब बेच्दा बेच्दै अपरझट मन्त्री होइन त? जे होस्, तपाईँ मन्त्री भइसक्नुभयो। अब मन्त्री भइसकेपछिको तपाईँको पहिलो काम चाहिँ के हो? पहिलो काम चाहिँ मन्त्रालयमा गएर अब के छ त्यो कुरा बुझ्ने हो। हुन्छ हुन्छ सर, मजाले बुझ्नुहोस्, मजाले बुझ्नुहोस्। अनि सर तपाईँ त अपरझट मन्त्री हुनुभयो किताब बेच्दा बेच्दै, अनि यो खुसियालीमा त जनताहरूबाट त थुप्रै गिफ्टहरू आयो होला नि त सर? मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु। ल जन्म पनि यसो सरलाई सानो दिनु भए पनि गिफ्ट दिउँ भनेको त सरले बेचिदिनु हुँदो रहेछ भइगयो। म र गल्लीको कुकुरमा फरक छैन। कहाँ हुनु सर, फरक छ नि भने झन् एउटा कुरा त ठ्याक्कै फरक छ। र सर पत्ता लगाउनुहोस् त त्यो कुरा के हो? ऊ 4 खुट्टे भयो, म चाहिँ 2 खुट्टे भयो। सर पनि कमेडी गर्नुहुन्छ। पार्ट्स अफ जोक्स है गाइज। उहाँ त एकदमै प्रतिभाशाली महान व्यक्ति हुनुहुन्छ, नाम अनुसारको मान्छे, महावीरपुर महान व्यक्ति होइन त? जसलाई जे बोल्नु मन लाग्छ बोल्ने, बाटोमा बस्ने
भात खाने कहाँ बाटोमा बसेर भात खान्छ सर? मोमोसम्म के ल्याएर खाजासाजा खाने हो बरु मोमो चाउमिन चाहिँ खान मिल्छ है। अनि अल्छी लाग्यो भने चाहिँ के गर्ने सर? अल्छी लाग्यो भने जाने। हो एकदम ठिक भन्नुभयो, अल्छी लाग्यो भने जाने। अब हजुर त मन्त्रीहरूलाई त थुप्रै सेवा सुविधाहरू चाहिन्छ, अनि हजुरलाई चाहिँ के सेवा सुविधा चाहिन्छ त सर? सेवा सुविधा मलाई केही पनि चाहिन्न हजुर। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ सुत्ने हो। ल केटाहरू त्यहाँ सरलाई एकदम राम्रो व्यवस्था है, राम्रो बेड डस्ना ओढे ब्ल्याङ्केट सिरानी व्यवस्था गरिहाल्नु त। त्यहाँ सरको हेरचाहमा कुनै पनि कमी आउनु भएन है केटा हो। सर यति भएपछि त हाम्रो बच्चाले निःशुल्क शिक्षा पाउँछ होला नि, होइन? निःशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको? भगवान होइन सर, तर मन्त्री त हो नि तपाईँ। खेर केही छैन सर, खेर केही छैन सर। अनि सर यो नेता र सचिवमा को चाहिँ बढी भ्रष्ट हो, नेता कि सचिव? सचिवै हो, सचिवहरू र नेता दुइटै हो, तर नेतालाई भ्रष्टाचार गर्ने उपाय बताइदिने चाहिँ सचिव हो त? होला है सर। ऊ त्यहाँ मेरो साथीहरू बसेको छ, सबैजना त्यहाँ भेला भएर बसेको छ। सबैजना कोरिया जान्छु भन्छ, विदेश जानुहुन्न, स्वदेशमै बसेर केही गर्नुपर्छ, आफ्नो लागि देशको लागि भनेर सच्च सम्झाइदिन्छ सर। तिमीहरूलाई कोरिया नजाऊ यहीँ बस भन्न आएको होइन, फेरि यहाँ नडर है, जाऊ भन्न आएको बरु होइन सर, त्यस्तो होइन के? नजाऊ भन्छु भने ल हेर फेरि नेपालमा अहिले बसेर जागिरै पाउँदैन अनि के? हुन त हो है, नेपालमा जागिर नै छैन, स्कोप नै छैन, काहीँ केही अवसर नै छैन। हुन त म पनि विदेश ट्राई गर्दा भिजा नलागेर थाकेर बसेको मान्छे हो के। कुरो उहाँलाई त्यसै वैज्ञानिक भनेको होइन के? म वैज्ञानिक होइन। वैज्ञानिक होइन? ए त्यसो भए तपाईँ विद्वान हो? विद्वान पनि होइन। विद्वान पनि होइन रे? यदि म मूर्ख नभएको भए म अहिलेसम्म केही पनि गर्न सक्ने थिएन। म पनि त मूर्खै हो नि, खै अहिलेसम्म केही गर्न सकेको छैन त। म मूर्ख हो, मैले यो काम चाहिँ मूर्खका साथ गरिरहेको छु भन्ने कुरा। उदाहरण जस्तो आविष्कार, जस्तो मैले भने हजुर यो इन्टरनेट लैजाने काम त्यो मूर्ख नगरेको भए त्यो हुनै थिएन। आविष्कार केन्द्र खोल्ने काम मूर्ख नगरेको भए यो हुनै थिएन। हो उहाँ भनेको बुद्धिमानी मूर्ख पर्यो, म भनेको मूर्खको नि महामूर्ख। अनि कहाँ हुन्छ त नि? अब गफ धेरै भयो, हजुरलाई पनि अलि बोरिङ लाग्यो होला। अब एकचोटि मिठो डान्स गरिदिनु त सर। हाम्रा पालामा बसाउने साबुन थिएन, मै झिल्के भएको डल्ले साबुनले। तपाईँहरूलाई राजस्थानीको झझल्को आएन? हस् त सर, अब त फ्रेस पनि हुनुभयो होला, डान्स सान्स पनि भयो, अब अगाडि बढौँ है त। साँच्चै सर अहिले यो राष्ट्रिय आविष्कार केन्द्रको अवस्था चाहिँ कस्तो छ? साँच्चै नै भन्ने हो भने राष्ट्रिय आविष्कार केन्द्र खोलेको 5 वर्ष भयो। हजुर। एउटा मान्छेको बच्चा जन्मेर 5 वर्षमा कत्रो हुन्छ त? ओके, भनेपछि ताते गर्दै अहिले चाहिँ मजाले हिँड्ने भएको छ होइन त सर? अनि यसो औँला समातेर हिँड्न पनि सिकाउनु भयो होला, होइन? अब तपाईँको आफ्नै आविष्कार केन्द्र हो। यो मेरो आविष्कार केन्द्र होइन। कसको हो त? यदि मेरो आविष्कार केन्द्र हो भने मैले महावीर आविष्कार केन्द्र भनेर नाम राख्थेँ नि। ए भनेपछि राष्ट्रको आविष्कार केन्द्र, त्यसैले राष्ट्रिय आविष्कार केन्द्र होइन त सर? ठ्याक्कै तपाईँको त्यो ल्यापटपले फेस सेक्यो सर। हो ल, अहिले चाहिँ छर्लङ्ग देख्यो। सरको परिवारको बारेमा जान्न मन लागेको थियो। को हुनुहुन्छ होला सर? परिवार त मेरो नेपालीहरू सबै परिवार हो कि? होइन, हामी सारा नेपाली एउटै परिवार हो। त्यो त छँदैछ नि सर, तर तपाईँको आफ्नो परिवारमा चाहिँ को छ भनेको? यो विश्वलाई मेरो आफ्नो परिवार मान्छ। हो सर, विश्व नै परिवार हो। अनि हजुरले त किताब पनि लेख्नु भएछ। यो आविष्कारको काम गर्दै किताब लेख्नुपर्छ भनेर चाहिँ कताबाट सोचायो तपाईँलाई? त्यो कुरा त्यो
बुकमा छर्लङ्ग सुरुको पेजमा चाहिँ छर्लङ्गै पारेको छु। किताब किनिदिनु बुझ्नुभयो? सबैले किनेर पढौँ है एकचोटि। म पनि पढ्छु। म ठोकिदिन्छु। ओहो, अनि सर तपाईँ त ठोक्छु पनि भन्नुहुँदो रहेछ त। म ठोकिदिन्छु। ठोक्नु हुँदैन सर, किन चाहिँ ठोक्ने भन्नु त? किनभने त्यत्तिकै मान्छेलाई तिमीहरू अहिले पो फेसबुकमा छ र त्यहाँ कहाँ छ के छ मैले भेटेर कुरा गरे ठोक्न पाइँदैन। मेरो अगाडि मलाई यो भनिस् भने म ठोकिदिन्छु। ए त्यही भएर पो ठोक्छु भन्नुहुँदो रहेछ त। उहाँ त्यस्तो गर्ने मान्छे होइन नि। हुन त हो सर, तर पनि अहिलेको समयमा आलोचना गर्नेलाई कुट्छु भन्दा पाइन्छ र? होइन, पाइन्छ। कुट्न त कुट्ने सर, तर कुटेपछि फेरि सबै बिहोर्नुपर्छ। कुट्ने हो, अब कुटेपछि अब के पर्छ त्यो परेको बिहोरौँला। ए सर पनि फेरि मजा गर्नुहुन्छ। अब तपाईँले त्यस्तो गर्नु हुँदैन भन्ने सारा नेपाललाई थाहै छ नि, होइन त? सर यत्रो कुरा गरियो, अब फेरि एकचोटि आविष्कार केन्द्रमा आउँ है त। सर अहिले यो आविष्कार केन्द्रमा चाहिँ के भइरहेको छ यसो अलिकति जानकारी पाउँ न। होइन, आविष्कार केन्द्रमा भएको कुराहरू त्यसै एक राउन्ड आफैले घुमेर जानु, त्यो कुराहरू रेकर्ड गर्नु। ल गाइज, सरले त टुङ्गा पार्दैन। हुन्छ सर, अब हामी अन्तिम समयमा आएका छौँ र अन्त्यमा चाहिँ हाम्रो जेन्जी पुस्तालाई सम्झिन चाहे। सर हाम्रो जेन्जी पुस्तालाई चाहिँ हजुरले कसरी सम्बोधन गर्नुहुन्छ? म पनि जेन्जी पुस्ता नै हो, भन्दा 2 वर्ष बढी हो। उहाँको मेहनत, उहाँको लगनशीलता र उहाँको कामले त उहाँ जेन्जी नै हो। सो अलराइट गाइज, हाम्रो आदरणीय महावीर गुण सरलाई हृदयदेखि उच्च सम्मान छ, सल्युट छ, आदर छ, किनभने उहाँ एकदमै प्रतिभाशाली, क्षमतावान, मेहनती र लगनशील हुनुहुन्छ। एन्ड गाइज, आजको मेरो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नुहोला, सब्सक्राइब गर्नुहोला अनि सेयर पनि गर्नुहोला। म फेरि पनि अर्को भिडियो लिएर आउनेछु। ओके, सी यू।